Hello everyone, welcome back to my YouTube channel after so long. म चाहिँ अन युट्युबमा एक्टिभ भएँ. सो अबदेखि चाहिँ म रेगुलर एक्टिभ हुन्छु. अनि अब हामीले चाहिँ आज मोमो खाने भनेको सबै सामानहरू यताउति किन्दा चाहिँ लास्टै खर्च भयो. हाम्रो $125 भन्दा बढी नै खर्च भयो. अनि हामीले के किन्यौँ म हजुरहरूलाई देखाउँछु है त. सो म चाहिँ अब अनबक्सिङ गर्न जाँदैछु साथीहरू. ल हुनुहुन्छ समाइदिनुहोस् त. राम्ररी आए. यो चाहिँ हामीले ग्राइन्डर किनेको हो, मिक्सर. सो लेट्स अनबक्स विथ द मेन. सो अरूले चाहिँ यहाँ मेकअपको ब्यागको अनबक्सिङ गर्छन्, आफू भने के गर्ने मिक्सर ग्राइन्डर हो. इन्स्ट्रक्सन म्यानुअल रहेछ चाहिँ के थाहा भएन मलाई. यो फाइनली हाम्रो $37 को ग्राइन्डर पनि निकालेँ मैले. झन्नै खसेन साथीहरू. राम्रो रहेछ, सानो चिटिक्क परेको. अब यसमा हामीले अचार बनाउँछौँ. मोमोको लागि अचार बनाउने नभएर हामीले किनेर लिएर आएको. एकदम राम्रो रहेछ, कोल्सबाट लिएको. राम्रो छ. अब म अर्को चिज यो भनेको हाम्रो मोमोकर्न भाँडा लिएर आएको साथीहरू. हामीले यसलाई चाहिँ हाम्रो $45 हो साथीहरू. नेपालीको कस्तो लेखेको हो. अहिले मोमो बनाएको देखाउँछु म हजुरहरूलाई. ओके, हाम्रो नयाँ मिक्सर हो साथीहरू. यो चाहिँ हामी दुईजना यो चाहिँ चप गर्ने, ग्राइन्ड गर्ने, मिक्स गर्ने रहेछ साथीहरू. एकदम राम्रो छ. यस्तो भयो. प्रोसेसिङ हेर्न सक्नुहुन्छ. चाहिँ हाम्रो टर्मरिक, जिन्जर एन्ड चिल्ली पेस्ट हो. सेफले धनियाँ काट्दै हुनुहुन्छ. म यहाँ अब तिल फ्राई गर्दैछु चटनीको लागि. बुढाले मिक्स गर्दै म यहाँ झान्ने तेल तताउँदैछु साथीहरू. म अब यहाँ अचारको लागि चट पहिला यहाँ पत्ता हाल्ने किन रातो बत्ती हाल्ने. अब हामीले अचारको लागि मैले पहिला प्याज र लसुन यहाँ दिँदैछु. यहाँ टमाटर र खुर्सानी रेडी हुँदैछ. ल हालौँ. यहाँ सफा गरिहाल्नुहुन्छ सबै कुरा. नुन हालेर हाल्नुपर्छ. मसलाको कन्टेनर मसला यो चाहिँ टर्मरिक पाउडर. हाइजिन मेन्टेन गरेर चाहिँ घरमा आइसराख्नुपर्छ किनेर ल्याएको भनेर. म चाहिँ अब मेरो अचार अब अलसेट भइसक्यो. अब यसलाई म टर्न अफ गर्छु अनि यसमा ग्राइन्ड गर्ने साथीहरू. सो यम्मी. अब चाहिँ प्याज लिएर आएको. अब चाहिँ मैले खोलिसकेँ. अब यसलाई मोमो बनाउँदैछु. यहाँ चटनी रेडी हुँदैछ.
सक्नुहुन्छ अर्जुनले बनाएको मोमो मैले ल मेरो बनाएको मोमो राम्रो भयो नि राम्रो कसको राम्रो मोमो भनिदिनु साथीहरू हामी दुईजनामा मोमो विथ कोक त फलसँग खाने हो अब हामी स्टार्ट गर्छौँ खानालाई कस्तो छ मिठा 10 मा कति 10 मा 11 कस्तो मिठो हामी चाहिँ आफ्नै पारामा खाँदैछौँ अब